नमस्कार, लोकसेवा तयारीको अनलाइन क्लासमा सम्पूर्ण साथीहरूलाई स्वागत छ। आज हामीहरू यो भिडियोमा नेपालको सबैभन्दा ठुलो ताल र नेपालको दोस्रो ठुलो तालको बारेमा बुझ्छौँ। नेपालको सबैभन्दा ठुलो ताल यो रारा ताल हो, जुन मुगु जिल्लामा पर्छ। यसको क्षेत्रफल, यो रारा तालको क्षेत्रफल 10.8 वर्ग किलोमिटर रहेको छ। किलोमिटर है, यो बारम्बार इक्जाममा सोधिरहेको हुन्छ लोकसेवाको। अर्को हामीले के बुझ्नुपर्छ भने नेपालको दोस्रो ठुलो ताल कुन हो भनेर बुझ्दाखेरि हामीले फेवा ताल बुझ्नुपर्छ, जुन कास्की जिल्लामा पर्छ। अर्को कुरा हामीले के बुझ्नुपर्छ भने यसको क्षेत्रफल 4.43 वर्ग किलोमिटर रहेको छ।